नमस्ते गाइज, वेलकम टु आवर भ्लग नेक्स्ट पार्ट नेक्स्ट एपिसोड है। आज चाहिँ म यता समुद्र साइडको यो बाटोबाटै हिँडिरहेको होइन, के हुन्छ हेर्नु देखाउँछु तपाईँहरूलाई दृश्य। अब के भनेर यस्तो है, यस्तो बाटोमा हिँडिरहेको छु म चाहिँ अहिले। तपाईँहरूलाई सब देखाउने छु के छ कस्तो छ होइन। आज चाहिँ पार्ट 2 मा तपाईँहरू सबैलाई स्वागत छ भनौँ न। एउटा हातले साइकल कुदाउँदै एउटा हातले मोबाइल पक्र्दै बनाइरह, यस्तो मेहनत गर्दै तपाईँहरूले साथ र सपोर्ट दिन्छ भन्ने मलाई फुल्ली विश्वास छ। मान्छेहरू देख्न सक्नुहुन्छ त्यहाँ मान्छेहरूको अगाडि चाहिँ नबनाउँ न, उनीहरूको पनि केही प्राइभेसी हुन्छ भनेको साथ गरिरहेको छु। खाल्टुङ खुल्टुङ छ, आफै एउटा हातले चलाउनु गाह्रै छ। समुद्र सी साइड, ओसन चाहिँ भन्न मिल्दैन होइन, सी साइड 0.5 अनि नेपालबाट जोड्नुभएका मेरो सब्सक्राइबरहरू सबैजनालाई के छ खबर कमेन्ट डाउन गर्नु होला। हाम्रो केजी भाइब्सको पनि अब चाँडै भिडियो आउँछ। पछि केजी भाइब्समा पनि गएर यसो भ्लग यसो हेरिदिनु होला, साथ सपोर्ट दिनु होला। अहिले के नि होला, एकजनाले अर्कोलाई सपोर्ट गर्ने त्यही जङ्गल हेर्नु रहेछ डेन्जर है गाइजहरूसँग हेर उकालो चढाउनु पऱ्यो भने त फ्याफ्या हुन्छ। एकताल यसरी नै बनाउनु छ भिडियो। आज समुद्रको छालाले आइरहेको रहेछ होइन, समुद्रतिर जानु होइन, पाइताल चलाउनै सकेन। यो त बस्ने ठाउँ पनि छ, मान्छेहरू आइरह। दामी छ नि समुद्र फेरि। अब यहाँ बस्ने एउटा सानो एउटा हात बस्ने ठाउँ रहेछ, त्यता जानु पऱ्यो। तर मान्छे रहेछ यहाँ मान्छेहरूको बोर्ड हो, बसिन्छ। त्यसपछि एउटा टिकटक गइन्छ गाइजहरू, मोबाइल टिकटक बनाउनुपर्छ आज। अब तपाईँहरू पनि खुसी आउन चाहन्छु हुन्छ भने चाहिँ फर्स्टचोटिमा यसो बुझेर आउनु होला भन्न चाहन्छु। राम्रो त राम्रै छ, मान्छेले टिकटक सिक्टकमा यस्तो के भन्ने सुनेको थिएँ मैले, त्यस्तो खासै छैन होला भन्ने विचारमा। तर हुन नि हुनसक्छ है, उनीहरूको वातावरणमा त्यस्तो भयो होला, तर मेरो वातावरणमा त्यस्तो भएन। यहाँ चाहिँ देख्न सक्नुहुन्छ मोबाइलमा। अनि पछि यहाँ म देख्छु मोबाइल छ। आज चाहिँ एकदम छाल हराइरहेको, बढिया छाल आइरह, ठुलो कताबाट पानीको छल्को हाल्छ भने थाहा छैन अहिले फेरि मलाई। एकचोटि यो भ्यू टावर जस्तोमा गएर ट्याक्क एउटा सिनेमेटिक लिनुपर्ने हुन्छ हामीले होइन। अनि के भनेर हावा त खत्रै लगाइरह, छाल पनि हेर्नु नि आमा कस्तो उडिरहेको छालहरू हेर्नु नि, यहाँ भग्लक उडिरह। त्यस्तै भन्दै एकपल्ट यहाँ माथि जान चाहन्छु। यहाँ पनि छालले त पानी हान्ने रहेछ, एकताल चढौँ। युज एट यो ड्रिङ्क्स रे ओके। तर यहाँबाट चाहिँ डाइभ हान्ने ठाउँ रहेछ होइन, देख्न सक्नुहुन्छ। यहाँबाट डाइभ हान्ने रहेछ। अनि पछि मेरो पछाडि सबै समुद्रै छ चारैतिर होइन। के भन्नेहरू त्यहाँ एउटा बोट रहेछ, तर जुम गर्दाखेरि भेट्दैन होला।
किनकि मैले 0.5 बाट बनाइरहेको छु। अनि एकछिनमा भेटौँला है त गाइज, एउटा टिकटक सानो मिठो बनाउनु पर्ने। ल गाइज, म चाहिँ फेरि ब्याक भइसकेको छु होइन, फेरि आफ्नो गन्तव्यतिर लाग्दैछु। 2-4 वटा टिकटक भिडियो बनायो। साइकलमा एउटा बनाउनु पर्छ सायद, बनाउने हो, यहीँनिर बनाइदिने हो क्या, यहीँनिर बनाइदियो है। एकछिन फेरि गाइजहरू, फेरि म चाहिँ ब्याक भइसकेको छु होइन, फेरि अब गन्तव्य लाग्नु पर्ने हुन्छ। म चाहिँ अब फर्किएँ यहाँबाट, फर्किनुपर्ने हुन्छ। जाउँ भने फेरि अब एकदम लेट भइसक्यो। फर्किसक्यो गाइज, अब जतिखेर पनि फेस देख्नु त राम्रो हुँदैन। तपाईँहरूलाई पनि डर लाग्छ होला मेरो फेस देख्दाखेरि, कति यस्तो फेसहरू त्यही भएर म अब सिनहरू चाहिँ है गाइज। आज एकदम छाल बढेको छ समुद्रको। आज स्विमिङ नखेलौँ होला, खेल्न नि आउन्न, छाल एकदम आइरह। ओहो, एकदम निलो हुन्छ है पानी छ। रफ्तारमा गइन्छ गाइजहरू। किनकि हातमा राख्दाखेरि गाल्टङ गुल्टुङ छ क्या यो बाटोमा। अब रोडमा भए त खासै गाह्रो पर्दैन, यो बाटोमा चाहिँ अलिक गाह्रो पर्छ। एकदम दामी छ भनौँ न, देख्न सक्नुहुन्छ। दुईवटा हातले समात्नु पर्ने हुन्छ यहाँ चाहिँ। त्यही भएर आजको लागि मेरो भिडियो यहीँ अन्त्य गर्छु। फेरि अर्को कुनै दिन छुट्टी भए बेला, छुट्टी त अब 1 हप्ताभित्र पाइहाल्छु फेरि, त्यो दिन फेरि बनाउने छु। आजलाई चाहिँ बाई बाई, यति भन्दा नै मेरो आजको भ्लग अन्त्य गर्न चाहन्छु।